हेलो साथीहरु, सबजना आरामै हुनुहुन्छ होला। हामी पनि आरामै छौं। आज हामी साथी खोलामा गोटा मार्न जान लागेको साथी। अनि म अनि मेरो वाइफ उता जान्छ साथीहरु। आशा छ हाम्रो भिडियो हेर्दिनुहुन्छ। हाम्रो सानो ब्लग हेर्दिनु होला। हामीले खासै राम्रो त बन्न जान्दैनौं, कस्तो हुन्छ हजुरले भन्नु होला। बनाउने प्रयास गरिरहेछौं। बाटो अलि अप्ठ्यारो छ, क्यामेरा मात्र हेर्न मिल्दैन। अगाडि हेर्दै जानुस्। खोला पुग्छौं अनि खोला पुगेर सानसाना क्लिपहरु माछा गोटा मारेको। माछा त खासै सक्दैनौं होला, किनकि माछा मार्ने केही साधन छैन। त्यही गोटा मात्र मारिन्छ होला। हेरौं कति मार्न सकिन्छ, तपाईहरुलाई देखाउने छौं। अनि साथीहरुसँग जानी भनेको, केटाहरुसँग जानी भनेको, केटाहरु चाहिँ आज बल खेल्न गए। त्यो हुनाले आज साथीहरु नभएको हुनाले अनि म अनि मेरो वाइफ जाने कुरा भएर वाइफ उता छन्, उता जान्छन् अनि म यता जाँदै छौं। हाम्रो घर उता उता माथि हो। उताबाट बोट भन्दा ठुलो बोटले माथिबाट आएको हामीहरु। यसो हेर्नु पर्दा सिन हेर्नु यस्तो छ है। ओ पारी छ। अनि हिजो राति पानी परेको, एकदमै हरियाली र चिसो चिसो छ। हेर्नु मौसम यस्तो बर्खा लागेको छ हेर्नु। त्यही पनि बर्खामा भए पनि माछा मार्न जाउँ भनेर, यसो गोटा मार्न जाउँ भनेर जान लागेको। हजुरहरुले हाम्रो भिडियो हेर्दिनु होला। ठ्याक्कै क्यामेरामा हेरेर चाहिँ भिडियो बन्न मिलेको छैन। त्यो भएर अलि बाटो अप्ठ्यारो छ कि नपत्ता हेर्न सक्नुहुन्छ। कस्तो अप्ठ्यारो बाटो छ हेर्नु। बाटो खासै राम्रो छैन के, त्यो भएर हो अलि हेरेर हिँड्नु पर्छ के। हस् अगाडि हेर्दै गर्नु होला। जाने कुरा भएर वाइफ उता छन्, उता जान्छन्। बाटो एकदम अप्ठ्यारो छ, पानी परेर यस्तो भएको छ। गोटा मार्न सक्छौ आज? मार्छौ? साथीहरु, हामी अहिले आधी बाटोसम्म आइपुग्यौं। खोला भन्दा अलिकति माथि आइपुग्यौं। अब अलिकति झर्न बाँकी छ। कहिले कसो यसो भिडियो बनाएर हालिन्छ। खासै राम्रो त भिडियो हुँदैन गाइस। भिडियो चाहिँ आजको हल्लेको छ। यो मोटर बाटो गाइस, यताको कृषि रोड हो के भन्छन् रे। उता बाटोको त्यहाँनिर पुरानो मिल थियो, हाम्रो पानी मिल थियो। खोला उता पर्छ, जान्छौँ। अब रातभरि पानी पर्यो गाइस, रातभरि पानी परेको। अब गोटा हुन पनि पायो, नहुन पनि पायो। हेरौँ कस्तो हुन्छ। अब माछा त मार्न सक्दिनौँ साथीहरु। अनि घाम पनि एकदम चर्को छ गाइस, हेर्न सक्नुहुन्छ। घाम छ। मान्छे पारी गोरुहरू चर्न आएछन्, गोरु चर्दैछन्। खोला यता पर्यो। एकछिनमा हामी सुरु गर्छौं गोटा मार्न। हेरौँ कस्तो लाग्छ हेर्दै गर्नु होला।
खासै राम्रो त भिडियो हुँदैन होला हाम्रो। ल साथी हामी आइपुग्यौँ, ठ्याक्कै आइपुग्यौँ खोला। ज्यादै ठुलो खोला छैन साथी हाम्रोतिर, खोला आइपुग्यो नि। खोला धेरै ठुलो छैन, रातभरि पानी परेर बालुवा रहेछ, ठुलो छैन। ल एकछिनपछि हजुरलाई गोटा मारेको देख्नुहुनेछ। भेटेन अहिले छ ल हेर चाँडो खै त अर्कोमा अहिलेसम्म एउटा मात्र मारियो। के हो बुढी हो? जलुका हो। साथीहरू खोलो चाहिँ धमिलो आछ, हिजो चाहिँ पानी आएको। भेट्यो माछा भेटाइयो तर हैन खै माछा, तर हामी माछा खाँदैनौँ। यो माछा भेट्यो गाइज, हामीले खाँदैनौँ। किन? भेट्यो ए लिएर राख्नु न। ए देखेछ? यति भछन् गाइस, हाम्रो भरिसक्यो। यति भछन्। हामीले देखाउन सकेन पहिला हैन, ठुलो खोलो भएको ठाउँमा देखाउन सकेन, पानी धेरै थियो, त्यही भएर यति भएको छन्। अब अगाडि देखाउँछ भरिसकेको छ हाम्रो। ल अब अर्को मार्छु मैले। छेपछेप भेट्टा छ। अघि नै हामीले देखाउन सकेनौँ, पानी धेरै भएर होइन। अब मैले मारेको क्यामेरा अब समात्न अलि पानी धेरै भएको ठाउँमा क्यामेरा समात्न दिन अलि धौ भयो होइन, गाह्रो भयो। त्यो भएर यता हेरौँ है त, यता छ छैन? ल त ट्याच्चै होला है। के हो? मर्न थालेको हुन्छ हैछ, तर बुझेको त रहेछ। गानु जाला त्यो ढुङ्गाउँछ। एउटा थियो तर म छोड्दै कि अर्को गिली गर्दो रहेछ, त्यही भएर। ल साथीहरु, आज हामी माछा गोटा मार्न भनेर आएको होइन। यसले त यहाँबाट कठोरी पो समात्यो हेर्नु गाइस, यहाँ रहेछ। यहाँनिर थियो, यहाँबाट थियो। रस त छैन क्या धेरै। लाइजाइज भयो छ इच्छाको छ यहाँनिर। यहाँनिर छ। उता हेर्नु त कोही छ, उता हेर्नु न। अझै रहेछ नि ताको त। ल तन ल खोइ कहाँ छ चाको? ए यहाँ रहेछ। ल यहाँ रहेछ। यहाँ साथीहरू पानी भएर छ माछा गोटामा।
छ खै खै ल गाज हेर्नुहोस् है हाम्रो यति भइसकेको छन् एक डब्बा भइसकेको छन् भोरेको छैन गाज पहिलाको देखाउनु पाइएन क्या ठुल्ठुलो रहहरू थियो त्यहाँनिर साइडमा देखाउनु पाएन मोबाइल खसेको पनि डर भयो त्यही भएर हाम्रो भेनाजुले उहाँ घाँस काट्दै हुनुहुन्छ यहाँ ओ भेनाजु भेट्यो अहिले भेट्यो पनि देखाउनु है ल गाज भेटिहाल्छ यहीँनिर त्यतिनिर क्या त्यही निकालेर चाहिँ ल भेट्यो छ खोज 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 भेटाएको हो ल खै कत्रो कत्रो छ यहाँबाट यता 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 हेर यता यता ओहो ल ल गाइस अब लास्ट अब मारिदिनु अब पानी हेलो हेलो साथीहरू हामी अब गुँगटा मारेर हामी माथि मोटर बाटोमा आइपुग्यौँ अब घाम पनि धेरै छ हैन हेर्न सक्नुहुन्छ यस्तो घाम छ हैन मोटर बाटोमा आइपुगेका छौँ अलिअलि मारेर धेरै चाहिँ मार्न सकिएन घाम पनि धेरै भयो अनि भोक लाग्यो त्यो भएर हामी अलिकति मारेर फर्केको हस् त आज यति नै अनि तपाईलाई अरु बनाएको भिडियो देखाउन सक्यौं भने तपाईलाई घर गएर त्यो चाहिँ हाल्दिन्छु यसैमै हेर्नु होला धन्यवाद बाइ बाइ बाँकी घर गएर है घर हेलो साथीहरु हामी अहिले घर पुगिसक्यौं अहिले गोगोटा लिएर उ मेरो छोरी छन् छोरी हाई गर्दिउ ओ मेरो छोरीले घाँस काट्दै छन् हैन के काट्दै छोरी घाँस काट्दै छौ ए मेरो छोरीले घाँस काट्दै छन् गाइस भर्खरै हामी आएको बस्दा बस्दै आएको हामी हाम्रो घर हो यो ए वाइफले चाहिँ खाना अचार बनाउँदै खाना खानको लागि दिउँसोको भोक लागेर अनि गोटाहरू यहाँ छन् साथीहरु यत्रो गोटाहरू छ यति छ गोटा धेरै छैन यति छ ल पकाउँदा फेरि अब देखाउन सकिन्छ भने हैन पकाउँदा फेरि देखाउँछु मलाई ल गाइस हेर्नुस् ए गोटा बनाउन लाग्यो गाइस अलि राति भयो गाइस
ल साथीहरु हाम्रो फाइनली बनिसक्यो मोटा निको छोरीले खाँदै छिन् हैन कस्तो छ सरी कपाललाई के भयो तिम्रो कपाललाई ल टाटा गर्दै सबैले टाटा गर्दै छोरी ल हाम्रो भिडियो हेर्दै गर्ने गर्नु होला भन सब्स्क्राइब गर्नु होला च्यानल भने हस्